Hi everyone, this is Sandhya from Canada as an international student and welcome to my mini vlog. आजको मिनी भ्लगमा चाहिँ म घटस्थापनाको लागि सपिङ गर्न गइरहेको छु। आफ्नो देश फ्यामिलीबाट जतिसुकै टाढा भए पनि त्यो फेस्टिभ सिजन आउँदाखेरि चाहिँ छुट्टी रमाइलो लाग्छ एन्ड त्यसले चाहिँ सेलिब्रेट गर्नुपर्छ सकेसम्म भन्ने चाहिँ मलाई लाग्छ कि सो त्यही भएर आई एम गोइङ फर जमराको लागि सामान किन्नलाई। सो लेट्स गो गाइज। अरू सबै कुराहरू घरमा पाइएला तर विदेशमा चाहिँ माटो चाहिँ पाउन गाह्रो छ। सो त्यही भएर चाहिँ फर्स्टमा मैले माटो किनेँ एन्ड अरू सामान किनेर चाहिँ म घर फर्केँ। एभ्रिथिङ साथीहरू घर पुग्ने बित्तिकै हामीले जमरा थाप्नलाई तयारी गऱ्यौँ र फर्स्टमा चाहिँ हामीले यो सानो टुक्रा काटिरहेको छौँ रातो कपडाको। यो चाहिँ एकदम ठुलो पिस थियो अनि त्यसबाट चाहिँ सानो टुक्रा कलशको लागि भनेर हामीले काटिरहेको थियौँ। त्यस पछाडि हामीले बनायौँ टिकालाई रातो र पहेँलो टिकालाई चाहिँ हामीले पानीमा घोल्यौँ र कलशलाई सजाउन थाल्यौँ। कलशमा चाहिँ हामीले स्वस्तिक बनायौँ र त्योभन्दा अगाडि हामीले 3टा कचौरामा चाहिँ अलिकति चामल पनि राखिसकेको थियौँ र जुन हामीले माटो किनेर लिएर आएको थियौँ त्यसले चाहिँ यस्तो ट्रेमा राखेर चाहिँ हामी जमरा थाप्न गइरहेको छौँ। र अर्को कुरा भनेको यता कलश थाप्नलाई चाहिँ जस्तै नेपालमा हुँदाखेरि चाहिँ त्यो पातहरू लिएर हामी राख्थ्यौँ होइन, यता चाहिँ त्यो पोसिबल थिएन र मैले यता आफ्नो सराउन्डिङमा पनि हेरेको होइन, पातहरू चाहिँ मैले केही भेटिनँ। सो त्यही भएर चाहिँ जस्ट कलशको माथि नरिवल र यो रातो कपडाले छोपेर चाहिँ हामीले त्यहाँ सजाइदियौँ कलशलाई। यसरी हाम्रो कलशको स्थापना भयो। त्यस पछाडि चाहिँ अर्को चामलको भाँडामा चाहिँ हामीले गणेशजीले राख्यौँ। गणेशजीलाई सुपारी र जनै चढाउनु पर्छ बट मैले चाहिँ जनै पाइनँ सो त्यही भएर सुपारी मात्रै मैले चढाएँ। र अर्को थर्ड चामलको भाँडामा चाहिँ बत्ती राखेर चाहिँ बत्ती बाल्नुपर्छ। बाती चाहिँ हामीले नौसुते बनाएर चाहिँ बाती बालेको थियौँ र यो कुरा चाहिँ हामीले टिकटकबाट सिकेको थियौँ र त्यसरी नै हामीले बत्ती बाल्यौँ। त्यस पछाडि चाहिँ हामीले ट्रेमा चाहिँ जमरा छरिदियौँ र एकदम धेरै बाक्लो जमरा छरेको थियौँ बिकज वी डोन्ट वान्ट टु टेक चान्स कि थोरै होस् भनेर। सो त्यही भएर एकदम बाक्लो गरेर हामीले जमरा छर्यौँ। छरिसके पछाडि चाहिँ त्यही माटोले चाहिँ अलिकति हामीले माथिको त्यो जौँ र मकैलाई चाहिँ पुरिदियौँ सो द्याट कि मजाले उम्रियोस् भनेर। सो यस गाइस, यसरी हामीले घटस्थापनाको दिन जमरा थाप्यौँ र एकदम धेरै खुसी लागिरहेको छ। घरको र फ्यामिलीको याद आउनु त छुट्टै नै छ तर विदेशमा बसेर साथीहरूसँग सेलिब्रेट गर्न पनि मजा आउँदो रहेछ। किन भन्दाखेरि चाहिँ त्यो एक दिनको लागि भए पनि सबैजना फ्यामिली जस्तो हुन्छ कि अनि एकदम धेरै रमाइलो लागिरहेको हुन्छ। सँगै पकाउने खाने एकअर्काको साथीहरूलाई बोलाउने र सबैसँग चिनाजानी गर्ने र रमाइलो गर्ने नै विदेशी दसैँ रहेछ। सो यस गाइज, इन दिस वे हामीले चाहिँ आज जमरा थाप्यौँ र दसैँको दिनको लागि पनि हामी एकदम धेरै एक्साइटेड छौँ। विश यु अ भेरी ह्याप्पी दसैँ टु अल माई भ्युअर्स एन्ड सी यु सुन इन माई दसैँ मिनी भ्लग।